यस अब चाहिँ हामी मन्दिर जाँदैछौँ। आज सन्डे मिन्टो जाँदैछौँ हामी। आयो खाने कि मलाई त देख्यो कि खानु भोक लाग्यो। सुमिन मन्दिर गएर आएर खानुपर्छ। मैले मन्दिर जाँदैछु हाम्रो सुमिन चाहिँ धर्म कर्ममा इन्ट्रेस्ट 70 को बाटो मिराजु हानिरह पुरै वेयरहाउस अर्को शनिबार जाने हो त क्यानबेरा। अब एकादशी पर्ने हो कि नपर्ने? शुक्रबार एकादशी पर्ने शनिबार क्यानबेरामा के छ? पार्लियामेन्ट हाउस। त्यसमा त के छ? क्यापिटल सिटी। त्यही हो, त्यो बाहिरबाटै भित्र सबै जान मिल्छ भन्ने होला। कसले भन्नु? बाबाले भनेर सिन्थ्यो। बाबाले फोटो प्रिन्ट गरेर लानुभएको थियो। ए ल फार्म एरिया आएछ हामी। इन्टरसेक्सन। तिमी किन हाँस्यौ? इन्टरसेक्सन होइन हाँस्यौ चाहिँ किन भन न मलाई। खतरा जाम हुने रहेछ त। ए तँलाई जाम खतरा लाग्यो? गाडी नै गाडीमा अहिले केही पनि जाम होइन भाइ। बाबालाई सोध्दा जाम कस्तो हुन्छ? हिजो थिएन अस्ति सिमरनले चढाएर लाग्दाखेरि जाम यो चाहिँ केही पनि होइन कि। जाम कस्तो हुन्छ बाबालाई सोध। बाबा आउनु भएको खतरा जाम परेको 110 को बाटो छ 30 मा पनि चलाउनु पाएन। यो खोला हो यो चाहिँ भक्कु। ए अँ हामी क्याम्पिङ जाँदा है मम्मी के भन्नु छ? कहाँ गइरहे रे हामी? मन्दिर गइरहेको हो। हजुरलाई अस्ट्रेलियाको मन्दिर कस्तो लाग्यो? अहिलेसम्म कतिवटा मन्दिर गइसु? दुईटा गएँ यो 3वटा हो। कुन मन्दिर गइरहेछन् थाहा छ? मिन्टो मन्दिर। ठिक छ। सुमिनको कतिवटा मन्दिर अस्ट्रेलियाको? मेरो फर्स्ट मन्दिर मिन्टो मन्दिर। मिन्टो लन्डनमा भन्नेवाला मिन्टो चाहिँ होइन मिन्टो हो त। बुढु तिम्रो चाहिँ के छ? कतिचोटि गयौ मिन्टो? 3-4 चोटि गयो। 2025-26 को लागि के छ त तिम्रो प्लान? 25 मा के गर्यौ? 26 मा के गर्ने वाला छौ? 25 मा जे गरे 26 मा त्यही हो। मतलब त्यही भन्दा माथि कुदाको भेट्यो भने फाइन हुन्छ। कसलाई भाइ? तिमीलाई। किन त्यस्तो? मलाई चाहिँ रेड टी भयो। कहाँबाट आयो यो कुरा चाहिँ? त्यहाँ देखेर भाइ 90 किन लेख्यो भनेर सोध्यो। कहाँ? बीमा मैले यहाँ भेटेँ कि बी भनेर यसरी गाडीमा टाँस्ने। मेरो प्रोफेसनल लाइसेन्स हो त्यही भएर। तिमी चाहिँ कति कुदाउँछौ? 200 पायो भने। बिचरा बाटो त क्या त्यो मोटोजिपीमा गेमहरू खेल्दाखेरि आउने जस्तै बाटो रहेछ। रोड र्यास मोटोजिपीहरूमा
जस्तो नि लाग्दैन कि सबै एउटै स्पिडमा हिँडेर हुन्छ सब इन्डस्ट्रियल एरियाहरू रहेछ सो यस हामी मन्दिर आइपुग्यौँ यहाँनिर शिवजीको ठुलो स्ट्याच्यु छ सो यस हामी चाहिँ मन्दिरमै छौँ यहाँको मन्दिर चाहिँ एकदमै राम्रो हुने रहेछ नि है यहाँ अनि भगवानको नामहरू पनि जस्तै सोमनाथ श्री साइलम भनेर यसरी भगवानहरूको नाम पनि छ नो क्यान्डल भनेर लेखेको छ यहाँनिर यसरी धुपबत्तीहरू बाल्ने ठाउँ भयो यो यहाँनिर पनि भगवानको नामहरू यसरी छ सो यहाँ चाहिँ काला भैरवहरूको मूर्ति छ यतातिर चाहिँ घन्टीहरू छ यहाँनिर चाहिँ हनुमान भगवानको ठुलो स्ट्याच्यु छ सो यहाँ चाहिँ शिवजीको पनि ठुलो स्ट्याच्यु छ यतातिर र यतातिर मन्दिर भयो र उ त्यहाँनिर फेरि हनुमान भगवानको एउटा ठुलो स्ट्याच्यु छ चराहरू पनि यसरी चराहरू छ हाम्रो भगवानको स्ट्याच्यु मम्मी यहाँ भजन गर्दै होइसिन्छ हामी चाहिँ भर्खर अब यो मन्दिरबाट फर्केर अब यसको छेउमै अर्को एउटा मन्दिर छ त्यो अर्को मन्दिर जान लागेको छ हामी अर्को मन्दिर आइसकेको छौँ अब हामी भर्खरै मुक्ति गुप्तेश्वर मन्दिर आइपुग्यौँ अघिको मन्दिरको छेउमै अलिकति मात्रै यहाँ अर्को मन्दिर रहेछ सो यो मन्दिर आइसकेको छौँ अब यो मन्दिरभित्र जाँदैछौँ हामी यो पनि शिवजीकै मन्दिर हो जस्तो छ हो रहेछ इन्ट्रान्स चाहिँ यहाँबाट छ र यो मन्दिर चाहिँ मुक्ति गुप्तेश्वर मन्दिर र यहाँनिरको रुल्सहरू चाहिँ मन्दिरभित्र फोटो र भिडियोग्राफीहरू गर्न पाउँदैन भनेर फर्स्टमै रहेछ सो भिडियो चाहिँ गर्दिनँ म अब भर्खरै मन्दिरबाट निस्क्यौँ भित्र मन्दिर एकदमै राम्रो रहेछ अनि यहाँ यसरी टिका पनि एकदम राम्रो लगाइदिनु भएको छ सो अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ मन्दिरभित्र पनि घुम्यौँ फोटोज भिडियोजहरू चाहिँ दुइटै मन्दिरमा मिल्दैन रहेछ अर्को मन्दिरमा चाहिँ बाहिरसम्म मिल्ने रहेछ भित्र मेन मन्दिरमा चाहिँ मिल्दैन थियो सो यहाँ चाहिँ मेन मन्दिरै भित्रै नै रहेछ सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ भित्र पनि फोटोज भिडियोज चाहिँ मिल्दैन रहेछ हामी चाहिँ अब यहाँनिर समोसा लिएको छौँ मम्मी चाहिँ समोसा नखाने अरे अनि दिदी म भिनाजुले चाहिँ समोसा मगाएको छौँ हामी समोसा खान्छौँ सो यहीँनिर नै लिएको हो हामीले ट्रकमा टेस्ट अफ नेपाल मोमोज एन्ड मोर भनेर सो हेरौँ
समोसा ठ्याक्क आएको छ तातो छ अरे दिदीले भर्खर हाली हात तातो छ समोसा नै म चाहिँ अब गाडीमै बसेर खान्छु चाँडो घर जानुपर्ने छ त्यही भएर